आउन थाल्यो क्या बिहान अब कफी रेडी बनाइदिएको छु खानुस् है पिउनुस् है भन्नुहुन्छ कहिले कहिले चाहिँ तपाईको लुगाहरू फोहोर भयो होला म सबै धोइदिन्छु ल भन्नुहुन्छ हैन अनि कहिले फेरि बाहिर पानी परेको छ छाता रेडी बनाइदिएको छु छाता ओढेर जानुस् ल भन्नुहुन्छ अब उहाँ कहाँ हुनुहुन्छ है मैले देखेको पनि छैन अब त्यस्तो क्यूट मेसेज आएपछि त अनि आफूलाई पनि अब कस्तो हुन्छ नि मन पराएको त होइन तर मैले चाहिँ के भन्थे भने फेरि उहाँ यहाँ हेरिराख्नु भएको छ भने नरिसाउनु ल मैले फेरि के भन्थे नि कस्तो पागल जस्तो मान्छे रहेछ अयो बच्चाहरुसँग के यहाँ यो सोचिका अञ्जली अब मेरो त सानो बच्चाहरु हुन्थ्यो नि त त्यतिखेर साथी अब ठुलो त कोही नै हुँदैन थियो अनि बच्चाहरुसँग ओइ हेर्न कस्तो मेसेज आज कस्तो बच्चाहरु जस्तो एकरे कस्तो पागल जस्तो रहेछ एकहरु मेसेज गर्ने रेगा त्यतिखेर अब के त अनि मलाई चाहिँ अब आउन त्यो